मैले हिजो केही भनेको छैन। मैले के भनेको छु भने हामीसँग करिब 9 बुँदा जस्तो लाग्छ, 7 बुँदामा हाम्रो सहमति गरेका छौँ। त्यो 7 बुँदा कण्ठ गरेर बस्नलाई म फेरि एकचोटि 7 वर्षको उमेरमा फर्कनुपर्छ र म स्कुल पढ्नुपर्छ। त्यसकारणले म मेरो कामै कण्ठ गर्ने हुन्छ। म देशको यत्रो ठुलो जिम्मेवारी सम्हाल्नमा हामी काम गर्न यत्रो जिम्मेवारीमा काम गरिरहेका छौँ। त्यसकारणले मैले हिजो भनेको त्यो हामीले जे सहमति गरेका छौँ त्यो सहमति अक्षरश 1 इन्च पनि दायाँ बायाँ नगरिकन अक्षरश पालना गर्नेछौँ। तर त्यो सहमतिमा के छ सबै कुरा मैले पनि हेर्नुपर्छ, फेरि बिर्सन सक्छु मैले पनि। त्यसकारणले त्यो हेरौँ भनेर भनेको कुरालाई जुन किसिमबाट बङ्ग्याउन कोसिस गरियो, मलाई गालीप्रति त म राजनीतिमा आएको नै गाली ताली सबै म समेट्न, म त्यो स्वीकार्न आएको हुनाले मलाई केही दुखेसो छैन, मेरो केही गुनासो छैन। उहाँहरूलाई मेरो सम्मान छ, मिडियाका साथीहरूलाई मेरो सम्मान छ। तर मेरो अनुरोध के हो भने दूरदराजमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विदेशमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई भ्रमित हुने किसिमको समाचार दिएर हामीलाई विवादमा पारेर अनि हामीले यो देश निर्माणको लागि वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले नखाइकन नसुतिकन, तपाईँलाई म एउटा घटना सुनाउन चाहन्छु। आज म वरिष्ठ नेतासँग सुर्खेतमा सँगै थिएँ। सुर्खेतको कार्यक्रमको अघिल्लो दिन राति उहाँ ढल्नुभयो। उहाँलाई हामीले 3-4 घन्टा अस्पतालमा राखेर सलाइन पानी दियौँ। त्यसपछि हामीले उहाँलाई स्टेजमा लिएर गएर 45 मिनट उहाँलाई राखेर हामीले कार्यक्रम गऱ्यौँ। त्यसकारणले उहाँहरू यसरी खटेर हिँडिरहनु भएको छ। जनताले यति धेरै माया गर्नु भएको छ। देशभरिबाट यिनीहरूले केही गर्छ है, अब यो देश बन्छ भनेर जुन आशा बोकेर आउनु भएको छ, उहाँहरूलाई त्यो आशा गरेको मान्छेहरूलाई निराशा पार्ने किसिमको चाहिँ भ्रम छर्दिनु भएन। हामीहरूलाई प्रश्न गर्दाखेरि गर्नुहोस्, सबै प्रश्न गर्नुहोस्, म तपाईँहरूको प्रश्नसँग जिन्दगीभर भाग्ने छैन। जिन्दगीभर जहाँसुकै गएर उत्तर दिन तयार छु। तर हामीले बोलेका कुरालाई अनगरल गरेर तपाईँको चाहिँ यसलाई चाहिँ भ्रमित पार्ने किसिमबाट चाहिँ नगरिदिउँ। यसले गर्दा मलाई व्यक्तिगत कति असर गर्छ भन्ने होइन, यो समाजलाई असर गर्छ। हामी यो समाज बनाउन चाहन्छौँ। हामी ती जेनजी भाइ बहिनीहरूले मेरा छोराछोरीले को हत्या भएको छ देशमा, त्यसको जवाब लिन चाहन्छौँ हामी, होइन। त्यस कारणले चाहिँ हामीले गर्ने कामलाई चाहिँ हामीले बोलेका हरेक कुरालाई त्यसरी नबङ्ग्याउँ, यो तोडमोड नगरौँ। मैले केही भनेको छैन। यो जे म्यान्डेटमा हामी जोडिएका छौँ त्यसको 1 इन्च दायाँ बायाँ हुँदैन। यो दायाँ बायाँ हुन्छ भने वरिष्ठ नेता र सभापतिले गर्ने हो, हामी गर्दैनौँ। हामी इमान्दार हौँ, हामी पार्टी बनाउन हिँडेका छौँ।